हेलो गाइस, वेलकम टु अनदर न्यू भ्लग। आजको भ्लगमा चाहिँ आज अहिले भर्खर म स्कुलबाट आएको अनि मैले चाहिँ डायरी हेरेँ होइन कुनको होमवर्क कति रहेछ भनेर। डायरी हेरेको यति धेरै होमवर्क थियो नि। सबसे धेरै होमवर्क भनेको के को थियो? हाम्रो महान सोसियलको सामाजिक अध्ययनको। अनि डायरी हेरेको यति धेरै होमवर्क हुन्थ्यो। अनि सुन्नु गाइस, म अब यसपछि थोरै एकछिनपछि म आउँछु पनि देखाउँछु कि कति होमवर्क दिनुभएको थियो, के दिनुभएको थियो भनेर। म त्योभन्दा अगाडि गाइस म एउटा कुरा भन्न चाहन्छु। सरले पहिला फटाक क्लासमा सोध्नु भयो होइन कसलाई यो होमवर्क धेरै लाग्यो भनेर। अनि म पनि उठाम जस्तो लागेको थियो, तर सर चाहिँ ठ्याक्क उल्टो भन्नुहुन्छ कि सरले होमवर्क कसलाई धेरै लाग्यो म थोरै पारिदिन्छु भने झन् के बढाइदिनुहुन्छ कि होमवर्क। त्यही भएर मैले हात उठाउँ भनेर सोचिरहेको थिएँ, तर मैले हात उठाइनँ। सरले लास्ट 3 काउन्ट गर्नुभएको थियो अनि अरूले कसले हात उठाएँ, मैले चाहिँ उठाइनँ। अनि जसले हात उठायो उनीहरूलाई होमवर्क धेरै हुन्छ भन्नु उनीहरू चाहिँ उठाएको। सरले 3 पेज एक्स्ट्रा होमवर्क दिनुभयो भन्नाले म बचेँ गाइस। ओके गाइस, अब म हजुरलाई देखाउँछु सरले कति होमवर्क दिनुभयो भनेर है। हेर्नु गाइस, सरले हामीलाई एउटा लेसन पढाउनु भएको थियो होइन, यहाँ फोल्ड गराउनु भएको थियो। यो नक्सा कार्य भन्ने पढाउनु भएको थियो होइन। अनि त्यसपछि सरले अन्डरलाइन गराउनु भएको छ। अनि सरले होमवर्क हेर्ने एउटा एक थोरै हो, तर यो क्वेसन एन्सर हो भन्छ, एन्सर धेरै हुन्छ। यो क ख ग कपमा कपमा गर भनेर अब भन्नुभयो। अनि अर्को पनि लेसनको खोइ के दिनुभएको थियो, म हेर्छु है। पेज नम्बर कति थियो? 50 कि कति थियो होला, हेर्छु है। कहाँ छ पेज नम्बर? अनि गाइस हामीले यो पनि पढाएको थियौँ। अनि यसको हामीले यो लेसनहरू बस्छ अनि सरले हामी पढाउनु भयो। अनि त्यो अघि देखाएको लेसनको क्वेसन एन्सर। अनि त्यसपछि यसको 1 नम्बर मसम्म 2 नम्बर पनि थियो र 2 नम्बर थियो। 2 नम्बर 3 नम्बर अनि यो 3 नम्बरको यहाँ 6सम्म छ क्वेसन एन्सर होला। क्वेसन एन्सर हो यो, कुनै उदाहरण लेख्ने हो। क्वेसन एन्सर खोइ त हेर्नु, क्वेसन एन्सर मसम्म छ। यो 4 नम्बरको होमवर्क, 3 नम्बरको होमवर्क अनि 2 नम्बरको अनि 1 नम्बरको दिनुभयो। अनि कागो अनि यो पनि होमवर्क दिनुभएको छ गाइस। यति धेरै होमवर्क दिनुभयो गाइस। यो भिडियो मैले सरको लागि बनाएको, यही हो। यति धेरै होमवर्क दिनुभयो र यो सोसियल सरले दिनुभएको, उहाँको नाम भन्दिनँ। यो भयो भने यति धेरै होमवर्क दिनुभयो। म त्यो होमवर्क गर्दै राति हुन्छ, रातिबाट बिहान हुन्छ। अनि मेरो बर्थडे गाइस, कमेन्टमा ह्याप्पी बर्थडे लेखिदिनु होला, भोलि मेरो बर्थडे हो। अझै गाइस म चाहिँ होमवर्क गर्छु अनि दिन रात मेहनत गरेर होमवर्क गर्छु। बिहान पनि उठेर गर्छु। म स्कुल जान्छु नि बर्थडे बनाउँछु अनि घर बर्थडे बनाउँछु गाइस। म भोलिको 100% म भ्लग हाल्छु कि मैले बर्थडेमा के गिफ्ट पाएँ, के गरेँ भनेर म फुल भिडियो बनाउँछु। हेर्नु होला, बाई गाइस। ओके स्टार्ट गाइस। मेरो एउटा नयाँ लामो पेन्सिल थियो, त्यो हराएर म यत्रो पेन्सिल युज गरिरहेको छु। अब अरूले मलाई बर्थडेमा पेन्सिल गिफ्ट दिन्छन्, हेर्नु होला। ओके मामु, स्कुलको फी आएको थियो, मैले दिनै बिर्सेँ गाइस। मेरो स्कुलको फी लानु गाइस। अब म गर्छु होमवर्क। बाई बाई। यति नै हो ब्लग एन्ड। बाई बाई।